सो हेलो गाइज, अहिले चाहिँ डिसेम्बर 22 यति बेला लगभग बेलुकाको 5 बजेको छ होइन। यो भिडियोमा चाहिँ मैले बिहान 3वटा लुजिङ स्ट्राइक चाहिँ कसरी रिकभर गरेँ भनेर ब्रेक आउट गर्नेछु। यसको एन्ड ओपन द एक्सनेसको वेब एप। सो 5 मिनटको टाइम फ्रेममा हेर्ने हो भने चाहिँ एउटा बिहानदेखि नै प्राइस चाहिँ यो एरियामा चाहिँ रेन्ज गरिरहेको थियो होइन। 21 भनेपछि हिजोबाट यो एरियामा चाहिँ ट्रेड गरिरहेको थियो। सो बिहानको लगभग कति बजे, यहाँ चाहिँ यहाँको जापानको चाहिँ लगभग 8 बजीतिर 8:50 9 बजीतिर चाहिँ यहाँबाट एउटा ब्रेकडाउन देखियो ठुलो खालको होइन। सो यो एरियामा चाहिँ ट्रेड चाहिँ लिन सकिनँ, किन म क्लासमा थिएँ। म त हेर्दै माथि पुगिसकेको थियो प्राइस नै। अनि त्यस पछाडि मैले चाहिँ के नोटिस गरेँ भन्दाखेरि जुन यो ब्रेकआउट छ, यो ब्रेकआउट चाहिँ सस्टेन गर्न सकेन, यो एरियामा सस्टेन गर्न सकेन होइन। त्यस पछाडि जुन फल आयो, त्यस फल आए पछाडि यो लाइनभन्दा तलपट्टि क्यान्डल क्लोज गरिसके पछाडि चाहिँ मैले लगभग यो एरियातिर इन्ट्री गरेको थिएँ होइन। फर्स्ट इन्ट्री चाहिँ मेरो बिटकोइनमा आजको ट्रेडको चाहिँ यो थियो, यो रहेको थियो। अनि सो दिस ट्रेड होइन त्यस्तो राम्रो भएन, हल्का हल्का प्रफिट देखाएर फेरि रिभर्स खायो। सो आजको फर्स्ट लस हो यो चाहिँ। यसमा चाहिँ लगभग हेर्ने हो भने यो होला सायद यो 950 वाला फर्स्ट लस हो आजको होइन। कति बजे लिएको होला भनेपछि डिसेम्बर 12, 25, 30 यो होइन नि त, टाइमै यहाँ फरक छ क्या। एकछिन म टाइम चेन्ज गर्छु त। यसो हेर्ने हो भने मैले लिएको ट्रेड चाहिँ 9 बजी 9:30 बजेको टाइममा लिएको हो यो है, फर्स्ट ट्रेड आजको। सो दिस ट्रेडले चाहिँ 930 रुपियाँको कस्ट गयो मलाई। त्यस पछाडि जुन फेरि यहाँबाट जुन आयो पुल ब्याक आयो, त्यस पछाडि यो पुल ब्याक आएपछि यो क्यान्डल बन्यो इन्डिसन क्यान्डल, अर्को इन्डिसन क्यान्डल बन्यो। त्यस पछाडि यो एरियामा चाहिँ एउटा रेजिस्टेन्स टाइपको क्रिएट भएपछि मार्केट फल गर्न सुरु भयो। सो मैले चाहिँ अब चाहिँ झर्छ होला भनेर चाहिँ यो टार्गेट रिस्क रिवार्डको रेसियो सहित चाहिँ मैले यहाँबाट ट्रेड प्लेस गरेँ। यो ट्रेड चाहिँ 1:1 मैले ब्रेक इभन गर्नु पर्थ्यो, तर यो पनि गरिनँ किनभने म क्लासमा थिएँ होइन। ट्रेड प्लेस गरेँ, टिपी स्टप लस सेट गरेर छोडिदिएको थिएँ, गएछ माथि यतिरै। भनेपछि फ्लोटिङ प्रफिट विथ लस है, यो चाहिँ सेकेन्ड लस, फर्स्ट लस सेकेन्ड लस। त्यस पछाडि आउँछ यहाँनिर चाहिँ कसरी ट्रेड लियो भन्दाखेरि मैले यहाँनिर सेलर ट्र्याप, यहाँनिर बाहिरहरू ट्र्याप भनेपछि त मार्केटलाई जान्छ मेरो साइडतिर होइन। सो मैले 2 मिनटको टाइम फ्रेममा चाहिँ के देखेँ भन्दाखेरि स्ट्रङ रिजेक्सन यो एरियामा, जुन मेरो पोइन्ट अफ इन्ट्रेस्ट हो यो एरियामा चाहिँ रियाक्ट गऱ्यो भनेपछि मैले त यो क्यान्डलमा क्लोजमा चाहिँ मैले इन्ट्री गरिदिएँ। स्टप लस यसकै बडीमा होइन, यसको तलपट्टि यहाँनिर के हुन्छ हो यो एरियामा स्टप लस सेट। त्यस पछाडि हाम्रो टिपी चाहिँ मैले यो एरियामा सेट गरेको थिएँ, किन भन्दाखेरि चाहिँ रिजन छ यसको पनि। फर्स्ट त यो 1:4 रिस्क रिवार्ड थियो होइन। त्यस पछाडि सेकेन्ड चाहिँ मैले चाहिँ लगभग यो एरियामै सम्मै होल्ड गर्थेँ होला सायद, तर यो दुइटा चाहिँ मेरो कस्ट खाएको भएर चाहिँ मैले लङ टर्म होल्ड गर्न सकिनँ। सो 1:4 को रिस्क रिवार्ड रेसियोमा चाहिँ मैले ट्रेड प्लेस गरेर छोडिदिएको थिएँ। आई वाज इन द क्लास होइन। अनि मैले फेरि पछि हेर्दाखेरि त अलरेडी टिपी भइसकेको रहेछ। सो मैले इनकेस यो चार्ट हेरेको थिएँ भने चाहिँ मैले चाहिँ हाफ जति बुक गरेर लगभग यो ट्रेडलाई चाहिँ होल्ड गरिदिन्थेँ होला यो तलकै एरियासम्म, किनभने यो त ट्रेन्ड लाइनको तलको जोन हो नि त होइन। सो आजको ट्रेडको चाहिँ यो छ। त्यस पछाडि यो एउटा ट्रेडले चाहिँ यो दुइटा अनि एउटा गोल्डमा ट्रेड लिएको थिएँ, त्यसले पनि स्टप लस हानेको थियो त्यो। सो 3टा लस चाहिँ यो एउटा ट्रेडले रिकभर गरेछ। सो अहिले चाहिँ मेरो अकाउन्ट 8381 छ। फेरि मार्केट यस्तो हेर्ने हो भने यही रेन्जमा फसिसकेको छ क्या। म चाहिँ अब सिधै लन्डन सेसन स्किप गरेर न्युयोर्क सेसनमा ट्रेड भेट्यो भने ट्रेड प्लान चाहिँ न्युयोर्क सेसनमा गर्छु है त। सो अहिलेको लागि चाहिँ यति नै। बस समादेश।